गाडीमा ट्राभल गर्दै हुनुहुन्छ, गर्मीले गर्दाखेरि झ्याल खुल्ला राखेर सुत्नु भएको छ। यस्तो पनि हुनसक्छ, ध्यान दिएर सुन्नुहोला। आज एकजना इन्डियन आर्मी 1 महिना बिदाको लागि नेपाल आउनुभएछ। राति ट्रेनको सफरमा रातभरि झ्याल खुल्ला राखेर सुत्नुभएछ। बिहान उठेर आउँदा मुख बाङ्गो भएछ। इन्डियन लाउरे, त्यो पनि बिदामा आउनुभएको, तनाव भएछ। बाटोबाटै गुगलमा होमियोपेथिक इन पोखरा भनेर सर्च गर्नुभएछ। उहाँले सबैभन्दा माथि पद्मश्री होमियोपेथिक क्लिनिक पोखरा भन्ने आएपछि रिभ्यू हेर्दा धेरैजनाले आफ्नो उपचारको क्रममा माया गरी छोड्नुभएका कमेन्ट हेरेर सिधै मलाई कल गर्नुभयो। उहाँ भोलिपल्ट नै आउनुभयो र उपचार सुरु गर्नुभयो। उपचारको दौरान मैले सोधेँ, होमियोपेथिक उपचार नै किन? उहाँले मुख बाङ्गो गरी हाँस्नुभयो र भन्नुभयो, मैले होमियोपेथिक उपचार चाहिँ मेरो ब्यारेकको छेउमा एउटा होमियोपेथिक हस्पिटल छ, निकै भिड हुन्छ। कहिलेकाहीँ स्वास्थ्यमा समस्या आउँदा त्यही हस्पिटलमा जान्थ्यौँ र सानो सानो मिठो गोली औषधि दिनुहुन्थ्यो। खाएको केही समयपछि नै हामीलाई आराम फिल हुन्थ्यो। त्यसैले मलाई होमियोपेथीमा विश्वास लाग्छ। ट्रेनबाट ओर्लिएपछि यो समस्यालाई कहाँ उपचार गर्ने होला भनी सोचेँ र गुगल सर्च गरिहालेँ। लगभग 20 दिनको उपचारपछि उहाँ कम्प्लिटली निको हुनुभयो। उहाँको बिदा पनि सकियो र फर्किनुभयो। आजकल पनि कहिलेकाहीँ मलाई माया गरेर फोन गर्नुहुन्छ, डाक्टर साहब चिया नास्ता गर्नुभयो भनेर। खुसी लाग्छ। कहिलेकाहीँ सम्झनुहुन्छ जो बिरामी र आफ्नो मेहनतले निको हुनुभएको देख्दा। आखिर डाक्टरको सन्तुष्टि भनेकै बिरामी निको भएर जाँदाको क्षण हो। उहाँलाई लागेको रोग हो बेल्स पाल्सी। बेल्स पाल्सी एक प्रकारको अस्थायी अनुहारको पक्षघात वा कमजोरी हो, जुन 7th क्रेनियल नर्भको सुजनले गर्दा एकतर्फको अनुहारमा उत्पन्न हुन्छ। यो प्राय भाइरल सङ्क्रमण जस्तै रुगाखोकी, हर्पिस सिम्प्लेक्स, हर्पिस जोस्टर वा श्वास प्रश्वासका सङ्क्रमणले गर्दा हुन्छ। यसलाई अनुहारको नर्भको सुजन र इन्फ्लामेसनका कारण उत्पन्न भएको मानिन्छ। यसका लक्षणहरूमा एकतिरका मुख बाङ्गो हुनु, र्याल चुइने, आँखा बन्द गर्न नसक्नु, स्वादमा परिवर्तन हुनु, मुख सुक्नु र कानको पछाडि दुखाइ हुने गर्दछ। यो अचानक देखा पर्छ र सामान्यतया केही हप्तासम्मदेखि 6 महिनाभित्र सुधार हुन्छ। उपचार 72 घन्टाभित्र बढी प्रभावकारी हुन्छ। बेल्स पाल्सीको लागि सबैभन्दा प्रभावकारी होमियोपेथिक औषधिहरू हुन् एकोनाइट, कस्टिकम, इग्नेसिया, रस्टक्स, क्याडमियम सल्फ, हेपार सल्फ, सेपिया, ल्याकेसिस आदि। तर मैले उहाँलाई कस्टिकम 200 दिएँ किनकि उहाँको अनुहारको दाहिनेपट्टि लाटो भएको र चिसो एक्सपोज भएको कारणले गर्दा बेल्स पाल्सी भएको थियो। यसको साथै मैले केही दिन थेरापीमा पनि राखिदिएको थिएँ, जसले गर्दा चाँडो निको हुन सफल हुनुभयो। अहिले गर्मीको मौसममा हामी ट्राभल गर्छौँ। गर्मी भयो भनेर झ्याल खुल्लै राखेर रातभरि सुत्ने गर्ने गर्छौँ। यसो नगर्नुहोला। खुल्ला डाइरेक्ट एक्सपोज भएपछि उहाँको जस्तै बेल्स पाल्सी हुनसक्छ। यस्तै स्वास्थ्य सम्बन्धी जानकारीको लागि सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।